के तपाईँ आफ्नो अर्ली 20s मा हुनुहुन्छ, पैसा कमाउँदै पनि हुनुहुन्छ तर सकिन्छ? त्यसो हो भने यो भिडियो तपाईँको लागि हो र अब तपाईँ यी तीनवटा सिम्पल रुल फलो गर्नुहोस्। रुल 1, सेभ फर्स्ट स्पेन्ड लेटर। आफ्नो आम्दानीको निश्चित हिसाब बचत गर्ने बानी बसाल्नुहोस्, त्यसपछि मात्र आवश्यक खर्च गर्नुहोस्। यसले बचत गर्ने बानीको विकास हुन्छ। रुल 2, एभोइड युजलेस लोन। आफ्नो अर्ली एजमा अनावश्यक कर्जा एभोइड गर्नुहोस्। थोरै आम्दानीमा धेरै ऋण दीर्घकालीन रूपमा आर्थिक भार हुन सक्छ। रुल 3, स्टार्ट इन्भेस्टिङ अर्ली। अहिलेदेखि नै लगानी गर्न सुरु गर्नुहोस्। तपाईँको सेभिङ्सलाई फिक्स डिपोजिट, आइपिओ, म्युचुअल फन्डमा इन्भेस्ट गर्नुहोस्। थोरै भए पनि सुरु गर्न ढिला नगर्नुहोस्। यी तीनवटा गोल्डन रुल अपनाएर आफ्नो अर्ली एजमा नै पैसालाई राम्ररी व्यवस्थापन गरेर फ्युचरलाई टेन्सन फ्री बनाउनुहोस्। यस्तै सिम्पल फाइनान्स टिप्स चाहिए सब्स्क्राइब गर्न भने नभुल्नुहोला।